हेलो प्रणाम अनि सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ त? म त अहिले सन्चै छु। अनि आज चाहिँ मेरो घरमा 2 दिनदेखि गाजर राखिरहेको थियो। यसो टाइम नमिलेर राखिरहेको थियो अनि आज चाहिँ फुर्सद निकालेर मैले यसको गाजरको हलुवा बनाउनुको लागि सोचेँ। हजुरहरू पनि कुन तरिकाले पकाउनुहुन्छ? मलाई त यही तरिका ठिक लाग्छ। अनि मैले त पहिला घिउमा यसलाई मजाले फ्राई गरिहाल्छु गाजरलाई। अनि त्यसपछि म दुधमा यसलाई चाहिँ एकछिन पाक्नको लागि छोडिदिन्छु। हुन त दुधमा म 1-1.5 घन्टा जति छोडिदिन्छु यसलाई पाक्नको लागि चाहिँ। त्यसपछि चाहिँ मिठो हुन्छ। अनि त्यसपछि यसो खाना खाने बेलामा आजकल गर्मीमा त्यति खाना रुच्दैन, त्यसको लागि अनि मैले खोर्सानीको अचार बनाउनुको लागि सोचिरहेको थिएँ। अनि सोचेँ यो जबसम्म गाजरको हलुवा हुन्छ तबसम्म त अचार बनिहाल्छ। अनि मैले खोर्सानीलाई काटेर अनि यहाँ मसला रेडी गरेँ। मसला रेडी गरेपछि यहाँ हेर्न सक्नुहुन्छ मैले खोर्सानी एउटामा सबै मसला चाहिँ जस्तो हामी अचार बनाउँछौँ नि त्यसरी नै एउटामा चाहिँ मसला हालेर भित्र यसरी बनाएको छु। अनि हजुरहरू पनि कुन तरिकाले बनाउनुहुन्छ एकचोटि कमेन्ट गर्नुहोला। अनि अरू चाहिँ फेरि चाहिँ भेटौँला मेरो अर्को ब्लगमा। अनि यहाँ मेरो चाहिँ हलुवा पनि रेडी भएको छ। बाई बाई, राधे राधे।